यहाँहरू सम्पूर्णमा नमस्ते एन्ड स्वागत छ नलेज सेयर युट्युब च्यानलमा। आज फेरि पनि बिबिएस थर्ड इयर अन्तर्गत रहेर च्याप्टर 12 इन्कम फ्रम इन्भेस्टमेन्टबाट 2081मा सोधिएको न्युमेरिकल पोर्सन इजी वेबाट गर्न गइरहेका छौँ। फाइनल इक्जामको दृष्टिकोणले यो च्याप्टर निकै नै महत्त्वपूर्ण र सजिलो च्याप्टर रहेको छ। अरूभन्दा यो च्याप्टर एकदमै सजिलो रहेको छ। ढिलो नगरी भिडियोलाई सुरु गरौँ। सुरु गर्नुभन्दा पहिले यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब र भिडियोलाई एक लाइक गरी तपाईहरुका अन्य साथीहरूलाई पनि सेयर गर्न भने नभुल्नुहोला। अब हामी यो टियुको इक्जाममा सोधिएको 2081 को इन्भेस्टमेन्टको क्वेसन सोलुसन गर्न गइरहेका छौँ। यो क्वेसन जहिले पनि क्वेसन नम्बर 14 मा आउने गर्दछ। यो क्वेसन सोलुसन गर्नुभन्दा अगाडि यसको हेडिङ के भनेको छ, यसका इन्कम र एक्सपेन्डिचरका पोइन्टहरू के कस्ता छन् त, कुन राख्ने कुन नराख्ने र रिक्वायर्डका कुराहरू सबभन्दा पहिले हामी बुझ्छौँ, पढ्छौँ, अनि मात्र हामी सोलुसनमा जानेछौँ है त। 14 नम्बरको क्वेसनमा के भनेको छ भनेपछि मिस्टर हरि डिस्क्लोज्ड द फ्लोइङ इन्कम एन्ड एक्सपेन्डिचर फर द प्रिभियस इयर भनेको छ। यो चाहिँ मिस्टर हरिको बारेमा इन्फर्मेसन दिएको छ र रिक्वायर्डमा के भनेको छ, हामीले रिक्वायर्डमा पनि पढ्नुपर्ने हुन्छ र हामी त्यसपछि मजाले यो पोइन्टहरू बुझ्नेछौँ है त। जहिले पनि हामीले क्वेसन सोलुसन गर्दाखेरि चाहिँ क्वेसनले के रिक्वायर्ड गरिराखेको छ त भन्ने कुरा हेर्छौँ, त्यसपछि रिक्वायर्डले भनेअनुसारको सोलुसन गर्छौँ। यो 14 नम्बर क्वेसनमा रिक्वायर्ड के भनेको छ भनेपछि नेट एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट एन्ड स्टेटमेन्ट अफ ट्याक्सेबल इन्कम भनेको छ। यो चाहिँ 5 मार्क्समा आउने गर्दछ। 4 मार्क्स चाहिँ एसेसेबल इन्कम बनाएको, 1 मार्क्स ट्याक्सेबल इन्कम। अब सबैभन्दा पहिले हामी क्वेसन पढ्छौँ। क्वेसनमा के भनेको छ भनेपछि मिस्टर हरि डिस्क्लोज्ड द फ्लोइङ इन्कम एन्ड एक्सपेन्डिचर फर द प्रिभियस इयर भनेको छ। हरिको बारेमा तल इन्फर्मेसन दिएको छ भनेको छ। अब यो सुरुको पोइन्ट के भनेको छ यो हेर्छौँ। फर्स्टमा भनेको छ डिभिडेन्ड फ्रम रेसिडेन्ट कम्पनी रुपिज 25,000 भनेको छ। यो पोइन्ट जाँदैन, यो फाइनल विथहोल्डिङ हो। जहिले पनि डिभिडेन्ड फ्रम रेसिडेन्ट भन्दाखेरि यो जाँदैन, तर यहाँनिर डिभिडेन्ड फ्रम फरेन भनेपछि जान्थ्यो, विदेशको डिभिडेन्ड त जान्छ नि त। त्यसकारण यो अहिले रेसिडेन्ट भनेको हुनाले यो चाहिँ जाँदैन, यो फाइनल विथहोल्डिङ हो। त्यसपछि भनेको छ इन्कम फ्रम नेचुरल रिसोर्सेस रुपिज 3,40,000 नेट भनेको छ। जहिले पनि नेट अथवा टिडिएस भनेपछि 100/85 गर्नुपर्ने हुन्छ। यो किन गर्नुपर्ने हुन्छ भनेपछि अगाडि नै यो 3,40,000 भनेको 15% ट्याक्स काटेर आएको हुन्छ, तर हामीले काट्नुपर्ने कति हुन्छ त 100% काट्नुपर्ने हुन्छ। यसमा कति पर्सेन्ट ट्याक्स काटेको हुन्छ, 15% ट्याक्स काटेर आएको हुन्छ, तर 100बाट 15 घटाउँदाखेरि कति रह्यो त 85% त बाँकी रहेछ नि त। त्यसकारण हामीले 100/85 गर्नुपर्ने हुन्छ। दिएको अमाउन्ट 3,40,000 इन्टु 100/85 गरेर राख्नुपर्ने हुन्छ, बल्ल हाम्रो राइट हुन्छ। त्यसपछि भनेको छ रोयल्टी इन्कम रुपिज 1,70,000 नेट भनेको छ। यहाँ पनि नेट भनेको छ। जहिले पनि यहाँनिर विशेष गरी ख्याल गर्नु होला, जहिले पनि नेट अथवा टिडिएस भनेपछि ग्रस अप गरेर राख्नु होला, 100/85 गर्नु होला। त्यसपछि भनेको छ इन्ट्रेस्ट फ्रम प्राइभेट मनी लेन्डिङ ट्रान्जेक्सन रुपिज 2,10,000 भनेको छ। यो पनि इन्भेस्टमेन्टको पोइन्ट नै भइहाल्यो, यो पनि जान्छ। तर कुन केसमा जाँदैन भनेपछि इन्ट्रेस्ट फ्रम फिक्स डिपोजिट, इन्ट्रेस्ट फ्रम सेभिङ डिपोजिट भनेपछि फाइनल विथहोल्डिङ हुन्छ। त्यस्तो भन्दाखेरि नघटाउने नलेख्ने है त, त्यो फाइनल विथहोल्डिङ हो। हामीले एउटा कुरा फाइनल विथहोल्डिङ र नट डिडक्सन भन्नेवाला पोइन्टहरू याद गरिदियौँ भने यो इन्भेस्टमेन्ट, इम्प्लोइमेन्ट, बिजनेस, प्रोफेसनका न्युमेरिकलहरू केही पनि होइनन् के, एकदमै सजिलो हुन्छ। त्यो दुईटा कुराहरू याद चाहिँ हुनुपर्छ के, मजाले कन्फर्म रटेर हुन्छ कि कसरी हुन्छ त्यो चाहिँ याद पनि गर्नु होला, याद पनि हुनुपर्छ र बल्ल हामीलाई क्वेसन गर्नमा एकदमै सहज हुन्छ है त। त्यसपछि भनेको छ इन्ट्रेस्ट फ्रम फिक्स डिपोजिट, यहाँनिर आइहाल्यो। मैले भर्खरै यहाँनिर माथि भनेको थिएँ नि त इन्ट्रेस्ट फ्रम फिक्स डिपोजिट जाँदैन, त्यो फाइनल विथहोल्डिङ हो भनेर। यहाँनिर तल भनेको छ इन्ट्रेस्ट फ्रम फिक्स डिपोजिट, यो फाइनल विथहोल्डिङ भयो, त्यसकारण यो जाँदैन है त। त्यसपछि भनेको छ रेन्ट फ्रम हाउस लेट आउट रुपिज 1,80,000 भनेको छ। यो पनि जाँदैन। जहिले पनि रेन्ट फ्रम हाउस भन्दाखेरि नलेख्ने के, यो व्यक्तिगत हो, त्यसकारण यो जाँदैन 1,80,000। त्यसपछिको पोइन्ट भनेको छ रेन्ट रिसिभ बाई लेटिङ एन्ड एसिड रुपिज 90,000 आफ्टर टिडिएस भनेको छ। यहाँ आफ्टर टिडिएस भनेको छ। जहिले पनि एउटा कुरा के याद गरिराख्नुहोस् भनेपछि नेट भन्दाखेरि टिडिएस भन्दाखेरि 100/85 गर्नु होला।
नेट भनेको र टिडिएस भनेको एउटै हो, त्यसकारण हामीले 100/85 गर्नुपर्ने हुन्छ। हामीले सबै कुरामा 100/85 त गर्छौँ नेट टिडिएस भन्दाखेरि, तर यहाँनिर रेन्ट भन्ने कुरा आयो भनेपछि 100/90 गर्नुपर्ने हुन्छ। योमा चाहिँ 10% ट्याक्स काटिएर आएको हुन्छ, त्यसकारण हामी 100% बनाउनुको लागि 100/90 गर्छौँ। 100बाट 10 घटाउँदाखेरि कति भयो त 90 भयो। यहाँ चाहिँ हाम्रो 15% ट्याक्स काटेर आएको हुनाले 100/85 गर्छौँ र यहाँ हामीले रेन्ट भनेको हुनाले 100/90 गर्नुपर्ने हुन्छ। जहिले पनि रेन्ट आयो कि 100/90 गर्नु होला, त्योमा पनि नझुक्किनु होला है त। त्यसपछिको पोइन्ट भनेको छ कम्पेन्सेसन रिसिभ रिलेटिङ टु इन्भेस्टमेन्ट ₹50,000 भनेको छ। यो पोइन्ट पनि इन्भेस्टमेन्टको नै भइहाल्यो। यहाँनिर हेर्नुहोस् त इन्भेस्टमेन्ट भनेको छ, यो पोइन्ट इन्भेस्टमेन्ट अलरेडी भइहाल्यो, त्यसकारण यो पनि जान्छ। त्यसपछिको पोइन्ट भनेको छ डिभिडेन्ड फ्रम फरेन कम्पनी ₹85,000। यहाँ अहिले डिभिडेन्ड फ्रम फरेन भनेको छ, यहाँ हेर्नुहोस् त अगाडि डिभिडेन्ड फ्रम रेसिडेन्ट भनेको छ। रेसिडेन्ट भनेको जाँदैन, डिभिडेन्ड फ्रम फरेन भनेको छ, विदेशबाट आएको डिभिडेन्ड त जान्छ नि त। त्यसकारण हामीले यहाँनिर के ध्यान दिनुपर्छ भनेपछि डिभिडेन्ड फ्रम फरेन भन्दाखेरि जान्छ, डिभिडेन्ड फ्रम रेसिडेन्ट भन्दाखेरि जाँदैन। यो कुरा पनि कन्फ्युज नहुनु होला। त्यसपछि हामीलाई के भनेको छ, हि क्लेम्ड द फलोइङ एक्सपेन्सेस फर डिडक्सन। यहाँ माथि जे इन्कमहरू लेख्यौँ त्यो रिलेटेडका एक्सपेन्सेसहरू दिएको छ, यो पोइन्टहरूलाई घटाउनु होला भनेको छ। माथि हामीले कुन पोइन्ट जान्छ जाँदैन भन्यौँ नि त, त्यो पोइन्ट भनेको इन्कमका पोइन्ट हुन्। अब तल त्यो रिलेटेडका एक्सपेन्सेसका पोइन्टहरू दिएको छ, जे रिलेटेडको जान्छ भनेका थियौँ माथि, तल त्यही रिलेटेडको पोइन्ट भए जान्छ, नत्र भने आउट दिएको छैन भने जाँदैन। कति इजी हेर्नुहोस् त, घटाउनु पर्ने एक्सपेन्सेसका पोइन्टहरू सजिलो छ। फर्स्टमा भनेको छ डोनेसन टु पशुपति एरिया डेभलपमेन्ट ट्रस्ट ₹50,000 भनेको छ। डोनेसन भनेको जहिले पनि ट्याक्सेबल इन्कम अर्थात् स्टेप 2 मा जान्छ, यो कुरा थाहा नै छ होइन त। त्यसपछि भनेको छ कलेक्सन कस्ट अफ नेचुरल रिसोर्स इन्कम ₹1000 भनेको छ। हामीले माथि नेचुरल रिसोर्सेस इन्कम भनेको जान्छ भनेका थियौँ, यहाँनिर हेर्नुहोस् त सेकेन्ड पोइन्टमा जान्छ भनेका थियौँ। यो रिलेटेडको यो एक्सपेन्सेसको पोइन्ट दिएको छ भनेपछि यो त अनिवार्य घट्ने नै भइहाल्यो है त। जे यहाँ माथि इन्कममा जान्छ भनेका छौँ त्यो रिलेटेडको केही पोइन्टहरू दिएको भए जान्छ, नत्र भने जाँदैन है। त्यसपछि भनेको छ इन्ट्रेस्ट कलेक्सन चार्ज रिलेटेड टु मनी ल्यान्डिङ ट्रान्जेक्सन ₹2000 भनेको छ। हामीले माथि इन्ट्रेस्ट मनी ल्यान्डिङको कुरा पनि जान्छ भनेका थियौँ, यहाँनिर हेर्नुहोस् त यो पोइन्ट जान्छ भनेका थियौँ, त्यसकारण यो पनि पोइन्ट के भयो त जाने नै भयो। कति जान्छ त इन्ट्रेस्ट कलेक्सन मनी ल्यान्डिङ भनेर 2000, यो पनि जान्छ, अथवा यो अलाउबल डिडक्सनमा घट्छ है त। सोलुसन गर्दाखेरि क्लियरली हुन्छौँ, जस्ट अहिले सुनिराख्नुहोस् र बुझिराख्नुहोस् के पोइन्ट जान्छ के पोइन्ट जाँदैन, किन जान्छ किन जाँदैन। मजाले बुझ्यौँ भने हामीले त्यो माथि दिएको पोइन्टलाई सार्नु त हो। फर्स्ट हामीले त्योभन्दा अगाडि क्वेसन चाहिँ बुझ्नुपर्ने आवश्यक हुन्छ र हामी बुझ्दैछौँ। अब त्यसपछि भनेको छ हाउस रेन्ट कलेक्सन चार्ज। हामीले हाउस रेन्ट जान्छ भनेका थियौँ त, हाउस भनेपछि कहिले पनि जाँदैन है त, त्यसकारण हामीले यो पनि लेख्दैनौँ। त्यसपछि भनेको छ कलेक्सन कस्ट अफ फिक्स डिपोजिट ₹400 भनेको छ। यो फिक्स डिपोजिट भन्ने पोइन्ट जान्छ भनेका थियौँ, यहाँनिर जान्छ भनेका थिएनौँ, यसलाई रङ गरेका छौँ, त्यसकारण यो पनि के त जाँदैन। त्यसपछि भनेको छ ट्याक्स पेड टु फरेन गभर्मेन्ट ₹15,000 भनेका छौँ, यो पोइन्ट जान्छ है। किन जान्छ भनेपछि यसको रिजन पनि छ, मजाले बुझ्नु होला। बुझेर मात्र गर्दाखेरि के हुन्छ त हामीले मजाले गर्न पनि सक्छौँ यसको सोलुसन होइन। भोलि कसैलाई सिकाउनु पर्यो भने त्योमा पनि हामीले मजाले नहिचकिचाइकन सिकाउन सक्छौँ, त्यसकारण हामीले बुझेर रिजन सहित हामीले सोलुसन गर्नुपर्ने हुन्छ। ट्याक्स पेड टु फरेन गभर्मेन्ट ₹15,000 जान्छ भन्यो, यो किन जान्छ भनेपछि ट्याक्स र गभर्मेन्ट भन्ने शब्द आयो भने जाँदैन, तर यहाँनिर के हुनुपर्छ त फरेन हुनुपर्छ कि। यहाँनिर जस्तै रेसिडेन्ट भनेपछि जान्थेन है त, फरेन आएको हुनाले मात्र यो पोइन्ट गएको हो, अन्यथा यो जाने थिएन। फरेन भनेपछि जान्छ, यो कुरा पनि कन्फ्युज नहुनु होला। ट्याक्स पेड टु रेसिडेन्ट गभर्मेन्ट भनेपछि जाँदैन थियो होइन, यो चाहिँ विदेशको ट्याक्स हो नि त, त्यसकारण यो खर्च भयो होइन, र यसलाई हामीले घटाउनु पर्ने हुन्छ। त्यसपछि भनेको छ हामीलाई रिक्वायर्डमा नेट एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट, अगाडि पनि पढेका थियौँ, र एउटा
के भनेको छ त ट्याक्सेबल इन्कम बनाऊ भनेको छ। यसको हामीलाई जम्मा कति हो त पाइने 5 मार्क्स हो। एकदमै सजिलो छ, पोइन्टहरू पनि धेरै छैनन्। अब हामी यो न्युमेरिकल पोर्सन सोलुसन गर्नुभन्दा अगाडि यसको हेडिङदेखि लिएर फर्मेटसम्म कोर्छौँ, त्यसपछि मात्र हामी सोलुसन गर्छौँ। जस्तो अहिले इन्भेस्टमेन्टको न्युमेरिकल गर्दैछौँ भने यसरी हेडिङ पनि लेखिदिनु होला, एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट भनेर। त्यसपछि हामी यहाँ फर्मेट कोर्छौँ, फर्मेटमा पर्टिकुलर रुपिस भनेर लेख्छौँ र त्यसपछि यसमा जे पोइन्टहरू हामीले अगाडि जान्छ जाँदैन भनेर टिक लगाइसकेका छौँ र जाने पोइन्टहरूलाई सरसर्ती लेखेर अन्तिममा क्याल्कुलेसन गरिदिन्छौँ। अब हामी जाने पोइन्टहरू हेर्दै सार्दै गर्छौँ। फर्स्टमा डिभिडेन्ड फ्रम रेसिडेन्ट कम्पनी भनेको थियो, यो जाँदैन। त्यसपछिको इन्कम फ्रम नेचुरल रिसोर्सेस रुपिस 3,40,000 भनेर दिएको छ, यो जान्छ भनेका थियौँ। तर यहाँनिर नेट भनेको छ। नेट भन्दाखेरि के गर्ने त, जहिले पनि 100/85 गर्ने। हामीले त्यसै गरी लेखेका छौँ, इन्कम फ्रम नेचुरल रिसोर्सेस भनेर 3,40,000 को 100/85 गर्दाखेरि कति भयो त 4 लाख भयो। त्यसपछि भनेको छ रोयल्टी इन्कम भनेर 1,70,000 दिएको छ। यसलाई ग्रस अप गर्दाखेरि 100/85 गर्दाखेरि 2 लाख हुन्छ। त्यसपछि भनेको छ इन्ट्रेस्ट फ्रम प्राइभेट मनी ल्यान्डिङ ट्रान्जेक्सन भनेको छ, यो 2,10,000 दिएको छ। यसलाई केही गर्नु परेन है त। त्यसपछि भनेको छ रेन्ट रिसिभ बाई लेटिङ एन्ड एसिड भनेर 90,000 दिएको छ। तर यसमा पनि नेट भनेको छ। नेट भन्दाखेरि हामीले जहिले पनि 100/85 गर्नुपर्छ भनेका थियौँ, तर रेन्टको केसमा मात्र 100/90 गर्ने, बाँकी सबै नेट अथवा टिडिएस भनेपछि 100/85 गर्ने। योमा कन्फ्युज नहुनु होला, नझुक्किनु होला है त। यसलाई पनि विशेष ख्याल गर्नु होला। 90,000 को 100/90 गर्दाखेरि कति हुन्छ त 1 लाख हुने भयो। त्यसपछि भनेको छ कम्पेन्सेसन रिसिभ भनेको छ, यसको कति दिएको छ त अमाउन्ट 50,000 भनेर दिएको छ। त्यसपछि भनेको छ डिभिडेन्ड फ्रम फरेन कम्पनी, यो त जान्छ। तर सुरुमा डिभिडेन्ड फ्रम रेसिडेन्ट कम्पनी भनेको थियो। रेसिडेन्ट कम्पनी भन्दाखेरि कहिले पनि जाँदैन, तर डिभिडेन्ड फ्रम फरेन कम्पनी भनेपछि जान्छ। यो कति दिएको छ त 85,000। त्यसपछि हामी इन्कमका पोइन्टहरू यति लेखिसके पश्चात हाम्रो के आउँछ त ग्रोस इन्कम आउँछ। ग्रोस इन्कम कति आछ त अहिले 10,45,000 आछ। त्यसपछि लेस अलाउबल डिडक्सन गर्छौँ। अलाउबल डिडक्सनका पोइन्टहरू हामीले यहाँ हेरेका थियौँ। यहाँ हेर्नुहोस् त, हि क्लेम द फलोइङ एक्सपेन्सेस फर डिडक्सन। यिनीहरू एक्सपेन्सेसका पोइन्टहरूलाई त घटाउनु पर्ने हुन्छ होइन त। हामीले अब यहाँ जुन घटाउनु पाउँछ त्यसलाई टिक लगाइसकेका छौँ। घटाउनु पर्ने पोइन्टहरू 3वटा छन्। पहिलो यो डोनेसन भन्नेवाला ट्याक्सेबलमा जान्छ। त्यसपछिको पोइन्ट भनेको छ कलेक्सन कस्ट अफ नेचुरल रिसोर्सेस इन्कम रुपिस 1,000 भनेर दिएको छ। यसलाई हामी के गर्छौँ त अलाउबल डिडक्सनमा लेख्छौँ। यहाँ हेर्नुहोस्, कलेक्सन कस्ट अफ नेचुरल रिसोर्सेस अफ इन्कम, यो रिलेटेडको पोइन्ट माथि इन्कममा लेखेका थियौँ, त्यसकारण यहाँ आएको हो यो पोइन्ट है। यसरी बुझ्नु होला। यसको रुपिस कति दिएको छ त 1,000 दिएको छ। त्यसपछि इन्ट्रेस्ट कलेक्सन चार्ज भनेर 2,000 दिएको थियो, यसलाई पनि लेख्छौँ। यो रिलेटेडको इन्कममा पोइन्ट लेखेका थियौँ, त्यसकारण यो पोइन्ट पनि आएको हो है। यसरी बुझ्नु होला। र त्यसपछि भनेको छ ट्याक्स पेड टु फरेन गभर्मेन्ट, यो त फरेनबाट आएको ट्याक्स हो, त्यसकारण यो पनि जान्छ। यसको कति छ त 15,000 दिएको छ। टोटल यो अलाउबल डिडक्सनको पोइन्टहरूलाई जोड्दाखेरि कति हुन्छ त 18,000 आउँछ। अब यो ग्रोस इन्कम 10,45,000बाट 18,000 घटाउँदाखेरि के आउँछ त एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट आउँछ। कति आउँछ 10,27,000 आउँछ। यसरी हामीले पहिलो स्टेप एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट निकाल्नुपर्ने हुन्छ। अब हामी स्टेप 2 ट्याक्सेबल इन्कम निकाल्छौँ। अब हामीले यो ट्याक्सेबल इन्कम निकाल्दाखेरि पनि सुरुमा हेडिङ लेख्छौँ ट्याक्सेबल इन्कम भनेर, र फर्मेट त्यस्तै गरी कोर्छौँ पार्टिकुलर रुपिस भनेर। अब जे दिएको छ नि त्योमा एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट 10,27,000 निकालेका थियौँ, त्यो लेख्छौँ होइन। त्यसपछि एसेसेबल इन्कम फ्रम बिजनेस दिएको थिएन, यसका पोइन्टहरू पनि दिएको थिएन, यसलाई ड्यास गरिदिन्छौँ। एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट पनि दिएको थिएन, यसलाई पनि ड्यास गरिदिन्छौँ है। नदिएको केही नगर्ने, निल लेखिदिने। त्यसपछि टोटल दिएको भयो, टोटललाई जोड्छौँ र अहिले जोड्नुपर्ने केही पनि छैन। टोटल एसेसेबल इन्कम कति भयो त 10,27,000। त्यसपछि हामीले लेस अलाउबल डिडक्सन गर्छौँ। अब लेस अलाउबल डिडक्सनमा हाम्रो एउटै पोइन्ट घटाउनु पर्नेछ, जुन हो डोनेसन। हेर्नुहोस् त डोनेसनमा के भनेको छ त, यो हेर्नुहोस् पहिला। डोनेसन टु पशुपति एरिया डेभलपमेन्ट ट्रस्ट रुपिस 50,000 भनेर दिएको छ। यसलाई के मान्ने त एक्चुअल मान्ने। डोनेसनको म्याक्सिमम कति हुन्छ त 1 लाख हुन्छ।
र डोनेसन यसरी लेख्छौँ। डोनेसनको 5% हामीले गर्नुपर्ने हुन्छ। 5% कसको गर्ने भनेपछि टोटल एसेसेबल इन्कमको गर्ने। अहिले यहाँ 10,27,000 आछ। जति यहाँ टोटल एसेसेबल इन्कम आउँछ त्यसको 5% गरेर यहाँ लेख्नुपर्ने हुन्छ। अहिले 10,27,000 को 5% गर्दाखेरि कति आयो त 51,350 आउँछ। त्यसपछि हाम्रो म्याक्सिमम लिमिट कति हुन्छ त 1 लाख हुन्छ। त्यसपछि एक्चुअल कति दिएको थियो क्वेसनमा 50,000 दिएको थियो। अब यहाँदेखि व्हिच एभर लेस गर्ने सबभन्दा सानोलाई छान्ने। सबभन्दा सानो भनेको यो 50,000 छ भने 50,000लाई घटाइदिने। घटाउँदाखेरि के आउँछ त हाम्रो ट्याक्सेबल इन्कम आउँछ। ट्याक्सेबल इन्कम कति आउँछ 9,77,000 आउँछ। यति गरेको हामीलाई कति हो त 5 मार्क्स हो। एकदमै सजिलो छ। मजाले तपाईहरुले ध्यान दिएर फेरि पनि इक्जाम नजिकै आउँदाखेरि रिपिट गरेर हेर्नु भएछ भने मजाले इक्जाममा पनि गर्न सक्नुहुनेछ। आजको लागि यति नै। हस्त धन्यवाद।